गणतन्त्र मास्ने खिचडी 1 पाक्दैन 2 पाक्दैन 3 पाक्दैन भ्रममा नरहिदिनु होला। पाक्दैन हजुर, पाक्दैन। खिचडी होइन, जनताले चाहे भने यहाँ भतेर लाग्छ सम्माननीय सभामुख महोदय। त्यो भएर अहिले पनि म तपाईँलाई अपिल गर्न चाहन्छु, संसदमा यस्तो जसले देश बनायो त्यो संस्थाका विरुद्धमा बोल्दाखेरि कमसेकम होस पुऱ्याएर बोल्नुहोस्। एउटा राजा रहँदैमा र नरहँदैमा केही फरक पर्दैन। सामन्तवाद रहिरह्यो भने त्यसले फरक पार्छ, छोटे राजा भइरह्यो भने त्यसले फरक पार्छ भन्नुभएको आज मदन भण्डारीको सिद्धान्त पनि बेचेर खाए यिनीहरू मदन भण्डारीका कार्यकर्ता हुन् कि होइनन् भनेर आज प्रश्न गर्नुपर्ने अवस्था आयो। म आज सम्झिन चाहन्छु नेपाली काङ्ग्रेसका संस्थापक नेता जसलाई मार्गदर्शन मानेर आज काङ्ग्रेस 88 सिट ल्याएर आएको छ। उहाँले भन्नुभएको थियो, बिपी कोइरालाले भन्नुभएको थियो, यदि कसैले राजाको घाँटी काट्न आयो भने मेरो घाँटी माथि राजाको घाँटी तल भन्नुभएको थियो सम्माननीय सभामुख महोदय। आज भएका साथीहरू यी काङ्ग्रेस हुन् कि होइनन् भनेर प्रश्न चिन्ह खडा भयो। आज राजालाई यो संसदमा विरोध गरियो। कमसेकम बिपीको सिद्धान्तलाई त माने भए हुन्थ्यो। अर्को एकजना मान्यज्यूले भन्नुभयो, एकछिन मदन भण्डारीको एउटा भनाइ म यो संसदमा राख्न चाहन्छु। मदन भण्डारीले भन्नुभएको थियो, एउटा राजा रहँदैमा र नरहँदैमा केही फरक पर्दैन। सामन्तवाद रहिरह्यो भने त्यसले फरक पार्छ, छोटे राजा भइरह्यो भने त्यसले फरक पार्छ भन्नुभएको आज मदन भण्डारीको सिद्धान्त पनि बेचेर खाए यिनीहरू मदन भण्डारीका कार्यकर्ता हुन् कि होइनन् भनेर आज प्रश्न गर्नुपर्ने अवस्था आयो। यो 21औं शताब्दी हो, के गर्न राजा फर्काउने? 59 साल असोज कति पो गते हो फर्काउन? 61 साल माघ 19 गते फर्काउन? के का लागि राजतन्त्र फर्काउने? के पाइन्छ? राजा पोखरा, पूर्व राजा पोखरा पुग्या, धेरै दुःख गर्नु पर्दैन। एउटा प्लेन टिकट काटिदिनुहोस् हजुर, पूर्व राजा जुलुस नगरिकन काठमाडौँ फर्किहाल्छन् नि। केलाई धेरै दुःख गर्नु? फर्किने भने काठमाडौँ त होला नि, कहाँ फर्किने? सिंहासनमा त सम्भव छैन। सम्माननीय सभामुख महोदय, संसारमा कुनै पनि व्यवस्था 3वटा तरिकाले फालिन्छ। पहिलो तरिका हो आन्दोलनबाट। राजालाई आन्दोलनबाट फालेको होइन। 2061-63 साल वैशाख 11 गते आन्दोलन स्थगित भयो यो देशमा। राजा 2065 साल जेठ 15 गतेसम्म यो देशमा राज संस्था छ। तपाईँहरूले आन्दोलनले फालेको। 12 बुँदे सम्झौतामा राजा फाले भनेर कहाँनिर लेखेको छ तपाईँ? त्यसमा संसदको पुनर्स्थापना गरिएको। जनतालाई धोका दिने अनि संसदमा ठुलो कुरा गर्ने यो पाइँदैन सम्माननीय सभामुख महोदय। अर्को कुरा, जनमत सङ्ग्रहले फालिन्छ। तपाईँहरूले जनमत सङ्ग्रह गर्नुभयो? गर्नु भएन। अर्को कुरा,